तर तेरो तेरो भाग्यमा राम्रो छैन कोही पनि पाउँदिनस् यो जन्ममा मैले थुकेको थुक्रो चार्दै चार्दै हिँड ल चुप्लाक चुप्लाक ओली खोइ खोइ चिरपर कता छ मुख भित्र घुसाइदिन्छु नि रानी हो रानी मेरो पोका नभयो भने नो प्रब्लम जे होस् तामाङ नि के सोचेको छस् बोका भन्छस् बोकिनी हो यो बोकिनी यसो के भन्नु पोकै नभयो भने यसले तपाईँ मेरोपट्टि हो कि कतिपट्टि हो तपाईँ चुप लाग्नु सरी हो म रोहानीपट्टि नै हो जे पाइ त्यही भन्छस् ए कलौटिनीको बुढी ओए हिमौरा लाएर गोरी भएछ आजकल त अझ हिमौरा पनि जबरजस्ती चोरेर मेरो स्वामीको हिमौरा जबरजस्ती चोरेर तँलाई त्यहाँबाट चोरे होइन मैले दिएको अझ के अरे मेरो स्वामीले मलाई आएर भेट्दाखेरि के भयो अरे तँलाई किन चासो चाहियो जेलस भयो कि तँलाई गाइस मेरो डबल कप त पुरा हुन तेरा आवाज कट रक रक रु रोहानीले भेरजलाई धेरै धेरै अनुसेमले मेरो दागी समा जय भगवान दागी निकिता थ्यांक यू अनि के थाइल्यान्ड आएर स्वामीले मलाई भेटे तँलाई कति जेलस भएको तँलाई डारे नि तँलाई जले कि हेर त तँलाई नभेटेर होला तेरा बाजे मलाई भेटिस नि तँलाई भन्दा अगाडि उसलाई भेट्या तपाईँलाई चाहिँ घाँटी निचार्नु होला आज स्वामी तपाईँलाई चाहिँ घाँटी निचार्नु बिर्सिरहेको त मेरो टिममा हो कुकुर नि तँलाई ए रुन्छिस् ल तेरो लागि मैले स्वामीसँग एउटा मैले लगाएको कट्टु नदै पठाइदिएको छु तर मङ बसाएर सुङ ल मेरो कट्टु तेरो लागि सरप्राइज गिफ्ट कट्टु आज तँलाई त मलाई त के अरे केटी बिगार्दै हिँड्ने रे अब छोरा छोरी चेली तँलाई बोका भनेको पामिन चुप लाग्नु अब के गर्ने सबैले त बिगारिस् कि अब तँलाई बिगार्न बाँकी रहेछ तँलाई बिगार्न आउने अब नेपाल रोहानी सिधै जुम्लिया यस्तासँग के मजा होला उसको होइन उसलाई चाहिँ उसको पहिला आएर बिगार्ने हो म त पोइ मात्रै मन पर्छ बेस्ट फ्रेन्ड हामी त बेस्ट फ्रेन्ड अब सक्यो त झगडा हामी सबै बेस्ट फ्रेन्ड अब थ्यांक यू गाइस थ्यांक यू सो मच गाइस ल सबैजना थ्यांक यू गाइस रोहानी तेरो टिमले त ट्यापट्यापै गर्दैन के हो टपटप गर्ने नगर्ने भएको गाइस म जान्छु भाग्छु नि टाटा थुक्का मैले थुकेको थुक चार्छ सबैजना अरे तर घिनलाग्दो थुतुनलाई थुकेको थुक्कले चार्छ भन्छ ओए कुकुर नि क्वीन हो क्वीन बुझिस् नि क्वीनको अगाडि साला राम्रो बन्न नगोस् नि फेरि ओए स्ट्याचु भएर बस थुक्क ओए बोका साला पदमे जाठो साला त साला ओए स्ट्याचु भएर बस ओए स्ट्याचु भएर बस मेकुरी साला जापानमा गएर एक हप्ता पनि टिक्न नसक्ने तँ सक्छस् साला तँ सक्छस् थुक्क साला थालीमा बसेर साला थाप माया मेकुरी साला बोल्छस् ओए ठोक बहादुर ओए ठोक बहादुर ओए यसको नाम कसम यो जाठी होइन कि यो जाठो ठोक बहादुर जाठा हो यो साला ठुक्क साला ओए तेरो कपाल मेरो बहिनीको जति पनि राम्रो छैन ल केलाई राखेको तेरो त्यो कपाल भन्दा मैले भन्न खोजेको मेरो गाउँमा भएको बहिनी काको बहिनी सोच्यो फेरि काको बहिनी सम्झेको ठुक्क ओए दुम्सी साला रोहानी तँलाई दुम्सी रे दुम्सी भनेको बुझ्दिन पक्रो पोइन्ट ए नोकी खाते सेको गए वाङ लगाने वाङ दि थेप्लो गए मेफा ए साला ए किर्छो नै गुच्चा है ना त फेरि एला मिन्छ त फेरि गए सब तेरो आँखा पल्टाइ नहेरे साला फेरि तले तेरो आँखा मर्न लाग्यो कसले ठोकेको तँलाई भन् त साला के भएको त्यो तास्ता लायो तेरो तेरो सासा मासले तँलाई करेन्ट लाग्यो ओए त यसले यसको को छ के करेन्ट लगाइदिने गाइस साइडमा वेलकम ब्याक मा बोल्छस् तँलाई करेन्ट लागेको छ हो तँलाई को आयो करेन्ट लाउनको लागि भन् त ओए बोक्सी तँलाई दुम्सी तँलाई रोहानी तँलाई बोक्सी नि हैन तँलाई करेन्ट लाउनको लागि को आयो भन् त ओए कुली साला यस्तो हुन्छ
के भएको माथा चढेको चुप यहाँको त आइसक्रिम खान मन लाग्यो चाट गएर हाम्रो जिठो रे ठुक्क वै तँ जस्तो नोकरले चाट्छ क्या त्यस्तो आइसक्रिमले हामी जस्तो क्विनले चाट्दैन बुझिस् नि तँ भनेको मिस्टर तामाङको नोकर हो बुझिस् नि आफ्नो स्कोर ल्याउनु छैन साला उसको स्कोर आएको छ उसको स्कोरमा पेट बोलेको छ साला ठुक्क तँ जस्तो नोकरले चाट्छ के तँलाई मिस्टर तामाङले कति दिन्छ ओइ महिनाको भन्दा ओइ बरु आइज टोयलेट सफा गर्नको लागि यहाँ हाम्रो घरमा म तँलाई दिन्छु बुझिस् नि तँलाई महिनाको 5,000 दिएर राख्छु बुझिस् नि ओइ नोकर बुझिस् तर औकात छैन बुझिस् नि साला पार्जाले मेरो कट्टुसम्म आउँदैन छक्कै वाङ हेर अहिले तेरो फेरि के गर्छु म हेरौँ न अहिले फेरि म साला त एक शब्द बोल्ने न साला झेल गरेर साला बीचमा बोल्छ साला नोकर साला डरले कसरी केही बोल्न पाउँदैन दिदी थ्याङ्क यू एकछिन त डबल तिर्पल हाल्छ भन्दै यहाँनिर यिनीहरू लास्ट हेपेको क्या दिदी हामीलाई अनुहार हेर हाम्रो गाउँको पदमी अङ्कलको ऊ त्यो तलको मान्छेले म एउटा बाँदर हो कि ठ्याक्कै बाँदर अनि अरूले त्यही भन्दै रहेछ कोरियनमै गाली दिन्छु म त गाई मलाई हिजो तामाङमा दिएर गएछ यसको थुतुनो यसको हेर्न आमा कपाल भने त्यहाँ आमा कसम बरु हाम्रो गाउँको पदमी अङ्कलको कपाल राम्रो छ हो यसको भन्दा त होइन तर ठिक छ दुईजना त उस्तै सेम त छ त नि मिलेर छ रानी हो रानी रे रुङो भन्न थाहा पाएँ गाइज थाहा पाएँ केटाको जस्तो स्वर निकाल्यो अहिले त अबे यसलाई कसले के गर्दैछ क्या मुनिबाटको के भएको यसको आँखा कसो भनेको आँखा चाहिँ के भएको बाँदर त टाढा छ किन बुस्टिङ खेर फालेको गाइस डोन्ट सेन्ड गिफ्ट नो गिफ्ट गाइस नो गिफ्ट यो रोस्ट ब्याटल हो कि नेक्स्ट गेममा भएको होइन होला सँगै अनि यो गेम उनीहरूले गाली गरेर पाला पिलो गाली गर्ने हो क्या नेक्स्ट गेममा पढाएर भन्छ गाइस म खेल्दिन है नेक्स्ट गेममा सबैजना मिलेर है ए सकियो यो गेम स्कोर नआएर बोलाइसक्यो त्यो त मिस्टर तामाङ यो रोहनीलाई भन स्कोर नआएपछि साला हामी जस्तो स्ट्याचु भएर बस्दैन देख्नु हैन चुबो लाएर भएन नबोल्ने गेम भन्दा नि त्यो हल्ने त पाइहाल्यो नि बिचारा उसको के चिनाउँछ बनितेर भन्यो त बहिनी स्कोरको भ्यालु गर्ने खेल्न आउँदैन गेम हुँदैन उसको बेला बेला त्यो स्ट्याचु भएर बस्यो भने त पसिना आउँछ काका चिलाउँछ भने बिचारा हल्लोस् न होला अन्त गरमले दिमाग सर्ट के डनको गाडीले छटपटी भयो गाइस यो म्याच स्कोर छ है मलाई केही बोल्दिनँ डनले एक्लैले फेरिन्छ मेरो काम स्कोर ल्याउने हो बोल त ओइ फेरि बोल त तिमीहरू फेरि यो के मान्छे सबैजना मिलेर हान्नुपर्छ बोल्नुपर्छ ठोक्नुपर्छ इस ठोकिस थोप्रा हेरेर यस्तो गर्दैन क्या मान्छेले यस्तो गर्छ यिनीहरूलाई गर्छ त नि बोलेको किन नबोल भाइ धेरै नबोल तिमी किन बोलेको स्कोर हेर्न आउँदैन स्कोर हेरेर बोल है स्कोर नभएको बेलामा बोले होइन पढ्न आउँदैन के हो पदमे ओइ मिस्टर तामाङको नोकर पदमे जाट हौ तेरो स्कोर खोइ के ओइ जेठा ओइ रोहिणी जेठा ओइ जेठा दाइ स्कोर खोइ हिजो मलाई गाली दिएर गएको छ गाइज के को रेस्पेक्ट जेठा दाइ रोहानी जेठा दाइ ए रोहन जेठा दाइ खोइ स्कोर जेठा दाइ बाँदर जस्तो मुख छ भनेको त्यो गाई झुट बोलेको त उसको मुख बाँदरको जस्तो त छ नि तिम्रो नि छ त नि रियालिटी भन्ने गदा गर्छ आवाज पनि निकालाउँछ गदा जस्तै अनि त्यही भएर गदा जस्तै रोहानी दे रोहानी दे तलको गदा सेम ओइ जेठा दाइ बोलेको मान्छे स्कोर छैन स्कोर आउनुपर्छ बोल्नुको लागि जेठा दाइ त बढी हुन्छस् ठोक्छु अहिले फेरि बेसी हुने होइन नि त्यहाँ फेरि चमाक चुमुक हुने होइन अहिले फेरि त
ठोक्न त रु अनिल ठोकिहाल्छ नि हामीले किन ठोक्न गेममा ए, के भएको ठोकिजा जस्तो छ मुखै लास्ट हेप्छ यार कसम यो रोहनीले लास्टै हेप्छ स्कोर नआएपछि चुप्प लगाएर बस्नु के भएको साला उसको स्कोर नै छैन साला अर्काको स्कोरमा भुकेको छ साला अर्काको स्कोरमा बोलेको छ तँलाई ठुक्क वै नोकर तँलाई त्यही हो नि बोल्न आफ्नो स्कोर त आउनु पर्यो नि बोल्नै पाउँदैन त नि बोल्ने नै अर्काको म स्कोर ल्याउन सक्दैन बडी मात्रै बोल्ने क्या यत्तिकै गाई डबल 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 डबलमा हाल्नु त केही पनि लाग्दैन तिनीहरूको फुर्ती मात्रै हो जति छटपटे नि त्यही हो साला स्कोर हेर न स्कोर भने कसम भनेको तेरो स्कोर हो कि होटलको रुम नम्बर हो है रोल नम्बर थ्याङ्क यू तर उता तलको गदाको छ नि गदाले नि कपाल पार्यो भने माथिको गदिनी जस्तै हुन्छ दुइटै सेम छ तर फेस मिल्छ तर है उता माथि भोइस मिल्छ या त तर फेस बवाल हुन्छ थ्याङ्क यू दिदी कहाँ सक्दैन नि हाम्रो दिदी भएपछि त उनीहरू त बोल्न नि पाउँदैन हो अब त हाम्रो स्कोरमा बोल्ने हो खोइ स्कोर खोइ के तिमीहरू खोइ बेइज्जतीहरु स्कोर खोइ एटिट्युड चाहिँ ठुलो छ हो स्कोर ल्याउन सक्दैन के भन्नु स्कोर खोइ साला तेरो गर्को स्कोर यही हो तेरो यस्तै हो अझ साला तेरो स्कुल पढ्दाको रोल नम्बर हो यो तेरो स्कुल पढ्दाको रोल नम्बर यो हो ठुक्क साला काउस हो होइन यो पागल के भएको यसलाई कसम भनेको यसले के भएको गाइस कसम भनेको यार चिलाए जोन अस्तिको झड्का लाग्दै होला क्या अझै गेम हारेको भने नि ओइ बोल्छस् केटी र तँलाई गाली दिन आउँदैन